Hi guys, welcome back to my YouTube channel. So आज भने हामी बेगनासको लेकतिर घुम्दैछु. सो ओ माई गड, तालको माछा चाहिँ यहाँ सुकाइरहेको रहेछ है. तालमा किन माछा हुँदैन भनेको त यहाँ सुकाइरहेको रहेछ नि त, त्यही भएर ओके. बबाल लाग्योस् हैन, दामी छ. त्यसपछि म चाहिँ यो पानीको कुवातिर लाग्यो. एकदम चिसो पानी छ अरे के यो ठाउँमा चाहिँ. म चाहिँ पानी पिउनेतिर लागे. सो हेर्नुस् है त पानी कस्तो रहेछ, ट्राई गरौँ. एकदम मुलको पानी, शुद्ध पिउने पानी रहेछ. एकदम चिसो पनि छ. मोबाइल छ ल, पहिला मुख गर्नु पर्यो यार. कति शीतल यार. बबाल छ के रमाइलो छ. छेउमा बसेर फोटो खिच्न लाग्यो. त्यसपछि चाहिँ हामी रूपातालतिर लाग्ने सुसार गरे. हामी गइहाल्यौँ. पारी तर्छ बिस्तारै जाए. यहाँमा भाइ रह्यो. जाऊ जाऊ. म यता माथि, ताल चाहिँ तल. या बबाल अलिकति फोहोर देखिन्छ, उता त बबालै छ. ठाउँहरू माछा कति माछा छ क्या ठुल्ठुलो यार. माछा हो कि के हो त्यो यार. हेर्नु माछा माछा त्यसपछि हामी चाहिँ यो पुल टरेर पारी यताको बाटो आयो. यो चाहिँ अफ रोड रहेछ हल्का थोरै. अनि त्यसपछि थोरै गएपछि एकदम पिच, फेरि बब्बालै पिच रोड भेटिहाल्ने क्या. यहाँ बब्बाल पिच रोड निस्किहाल्यो. त्यसपछि चाहिँ हामी सर्रै तल गयौँ. सर्रै तल गएपछि चाहिँ खासमा घुम्नुपर्ने चाहिँ यता रहेछ क्या. हामी चाहिँ तल नआइकन माथि गयो क्या डाइरेक्ट. त्यसपछि चाहिँ हामीले खासै रमाइलो फिल भएन. तल आएपछि चाहिँ एकदमै रमाइलो रमणीय देख्न सकियो. एकदम मजा लाग्यो. यो बाटो हुँदै आउँदाखेरि चाहिँ यो गहिरातिर एकदम रेस्टुरेन्टहरू पनि राम्रो रेस्टुरेन्टहरू पनि रहेछ. बस्तीहरू पनि राम्रो रहेछ. बब्बाल लाग्यो. त्यसपछि चाहिँ हामी त्यहाँबाट लाग्यौँ. गाडी
त्यसपछि चाहिँ हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि त त्यही एउटा डाँडा रहेछ, त्यहाँ त्यो डाँडामा जाम भनेर हामी चाहिँ गइदिइहाल्यो क्या। यस्तो बबाल देख्दो रहेछ कि यहाँबाट फेरि आम्मामा उता पारि चाहिँ बेगनासको भ्यू पनि देख्न पाइयो। यतातिर चाहिँ लेखनाथ, यो पाखा चाहिँ लेखनाथ पर्छ भने यतातिर सबै लेखनाथ हो। त्यसपछि हामी चाहिँ एकछिन रोक्यौँ, एकदम बबाल ठुलो पानी पऱ्यो क्या। अनि त्यसपछि हामी रोकेर त्यसपछि हामी घरतिर फर्क्यौँ। फर्किँदाखेरि यस्तो जाममा परेर है, पुरा हिलो क्या, बाटोभरि पुरै हिलो, पानी सबै थियो कि। अनि हामी चाहिँ यसरी फर्क्यौँ, यस्तो हिलो बबाल पानी परेको, डेन्जर पानी परिरहेको क्या। त्यसपछि हामी यसरी हिलोलाई पनि देखाउँदै हामी चाहिँ रुमतिर भाग्यौँ।